हेलो मित्रहरू, वेलकम ब्याक टु आवर युट्युब च्यानल लङ विथ मित्रमा तपाईँहरूलाई स्वागत छ। आज हामी तपाईँहरूको लागि यो फर्स्ट च्याप्टरको सेकेन्ड पार्ट लिएर आइसकेका छौँ। सेकेन्ड पार्टमा हामी फाइलिङ र यसको टाइप्सको बारेमा कुरा गर्छौँ र यो क्वेसन चाहिँ फाइलिङसँग रिलेटेड क्वेसन चाहिँ जेनरली के गरिन्छ भन्दाखेरि रेक्टिफिकेसन अफ इन्फ्रिजको चाहिँ पछाडिपट्टि थ्योरी क्वेसन्समा आउँछ। त्यही भएर हामीले यसलाई इम्पोर्टेन्ट क्वेसन्सको रूपमा चाहिँ अथवा इम्पोर्टेन्ट लेसनको रूपमा चाहिँ हामी लिन सक्छौँ। ल ढिलो नगरिकन आजको च्याप्टरलाई सुरु गरौँ। फाइलिङ भनेको के हो? इट्स अ प्रोसेस अफ अरेन्जिङ फाइल्स इन सिस्टमेटिक एन्ड साइन्टिफिक अर्डर है, बाई प्लेसिङ द फाइल्स इन्टु ड्रवर्स एन्ड क्याबिनेट्स। फाइल्सहरूलाई राम्रोसँग कलेक्ट गर्ने, त्यसलाई रिकर्ड गर्ने होइन, दराजहरूमा, क्याबिनेटहरूमा, ड्रवर्सहरूमा चाहिँ यसलाई चाहिँ प्रोपरली र सेफ तरिकाले राख्नुलाई नै हामी फाइलिङ भनेर भन्छौँ है त। फाइलिङ भनेको अफिस म्यानेजमेन्टको एउटा इम्पोर्टेन्ट पार्ट हो। सो अब्जेक्टिभ्स अफ फाइलिङ हामीलाई किन चाहिन्छ त? बिकज अफ दिज भेरियस रिजन्स हामीलाई चाहिन्छ। नम्बर 1, कलेक्सन एन्ड स्टोरेज अफ डकुमेन्ट्स। फाइल्सहरूलाई हामीले कलेक्ट गर्छौँ र स्टोर गर्छौँ, त्यसको लागि फाइलिङ इम्पोर्टेन्ट छ। अनि फाइलिङ हामी किन गर्छौँ भन्दाखेरि फाइल्सहरू प्रिजर्भ गर्न गर्छौँ। फाइल्सहरूलाई बचाएर राख्नुलाई, प्रोटेक्ट गर्नुको लागि, सेफ तरिकाले राख्नु भन्ने अब्जेक्टिभका साथ, उद्देश्यका साथ चाहिँ हामी फाइल्सहरूलाई प्रिजर्भ गर्छौँ। थर्डमा छ एभिडेन्स प्रोभाइड गर्नको लागि होइन। एभिडेन्स भनेको प्रमाण, फाइलिङ भनेको के एउटा प्रमाण हो होइन। त्यो प्रमाणलाई बचाएर राख्नको लागि पनि होइन, प्रमाणको रूपमा त्यो फाइल्सलाई पछि प्रेजेन्ट गर्नुको लागि पनि हामी फाइलिङलाई बचाएर राख्छौँ। अर्को भनेको प्रोभाइड द इन्फर्मेसन। फाइलिङमा अफकोर्स इन्फर्मेसन हुन्छ होइन, हामीलाई चाहिने त्यहाँपट्टि इन्फर्मेसन्सहरू, डाटाहरू, विभिन्न किसिमका फ्याक्ट्स र भनौँ न इन्फर्मेसनहरू त्यहाँपट्टि हुन्छ। सो त्यहाँबाट चाहिँ हामीले के गर्न सक्छौँ त? इन्फर्मेसनहरू चाहिँ लिन सक्छौँ र त्यो लिएको इन्फर्मेसन कसैलाई कम्युनिकेट गर्न सक्छौँ अथवा प्रोभाइड गर्न सक्छौँ। फाइलिङले के गर्छ? ऱ्यापिडिटी इन वर्क पनि लिएर आउँछ। ऱ्यापिडिटी इन वर्कको अर्थ के हो? काममा क्विकनेस लिएर आउँछ है। सो फाइलिङ भइसके पछाडि हामीले कुनै पनि डकुमेन्ट्सलाई खोज्नको लागि चाहिँ धेरै कसरत गरिराख्नु पर्दैन। हामीले चाहिँ इजिली जहाँ राखेको त्यहीँपट्टि गएर फाइल खोज्यौँ भने हामीले त्यहाँपट्टि फाइल्सलाई भेटाइहाल्छौँ। सो नेक्स्ट वान इज सपोर्ट इन प्लानिङ एन्ड डिसिजन मेकिङ। अफकोर्स फाइलिङले इन्फर्मेसन दिन्छ होइन। अफकोर्स फाइलिङले के गर्छ? एभिडेन्सको रूपमा काम गर्छ। जस कारणले गर्दाखेरि यो प्लानिङमा पनि उत्तिकै इम्पोर्टेन्ट हुन्छ र डिसिजन मेकिङमा पनि यो उत्तिकै नै इम्पोर्टेन्ट हुन्छ। नेक्स्ट वान इज एड इन कन्ट्रोल। एड भनेको हेल्प है। एड भनेको के हो त? हेल्प होइन। फर्स्ट एडले के गर्छ? हामी घाइते हुने बेला सुरुमै हामीलाई के गर्छ त? फर्स्ट एडले दबाई सबाई गरेर चाहिँ त्यसले चाहिँ हामीलाई हेल्प पुऱ्याए। यसरी नै यो जुन चाहिँ फाइलिङले चाहिँ हाम्रो के गर्छ भन्दाखेरि अफिस म्यानेजमेन्ट र अफिस कन्ट्रोलमा चाहिँ त्यस्तै किसिमको चाहिँ हेल्प पुऱ्याइरहेको हुन्छ होइन। प्लानिङ गर्न हेल्प गर्छ, डिसिजन मेकिङ हेल्प गर्न गर्छ भनेपछि सो यसले त हामीलाई कन्ट्रोलमा हेल्प गरि नै हाल्यो। सो नेक्स्ट टपिक वी डु ह्याभ इज टाइप्स अफ फाइलिङ है। टाइप्स अफ फाइलिङमा ट्रेडिसनल फाइलिङ सिस्टम र मोडर्न फाइलिङ सिस्टम छ। अब ट्रेडिसनल फाइलिङ सिस्टममा के फाइलिङ सिस्टम छ र मोडर्न फाइलिङ सिस्टममा के छ हामी त्यो हेर्छौँ है। सो एकदम तपाईँहरूलाई क्विक नोटिस चाहिँ के भन्दाखेरि, सो ट्रेडिसनल फाइलिङ सिस्टमको पनि चान्सेस छ एक्जाममा सोध्ने है, र मोडर्न फाइलिङ सिस्टमको पनि उत्तिकै नै छ। तर योभन्दा इम्पोर्टेन्ट पार्ट चाहिँ अलिकति पछि आउँछ है त। तैपनि अब यो ट्रेडिसनल फाइलिङ सिस्टममा के फाइलिङ छ र मोडर्न फाइलिङमा के फाइलिङ छ यो हामी हेर्छौँ है। फाइलिङहरू चाहिँ हामीले कता अरेन्ज गरेर राख्न सक्छौँ त है। फाइलिङहरू त अब हामीले कलेक्ट गऱ्यौँ, सबै गऱ्यौँ, त्यसलाई राख्ने चाहिँ कता हो त है। कता राख्ने र कसरी राख्ने भन्ने कुरा चाहिँ यो फाइलिङ सिस्टमले जेनरली डिफाइन गर्छ। ट्रेडिसनल फाइलिङ सिस्टम अन्तर्गत सुरुमा छ वायर फाइलिङ। वायर फाइलिङमा वायर युज हुन्छ, हेर्न सक्नुहुन्छ है। सो वायर युज हुन्छ। वायर भनेको भनौँ न मेटल रड हुनसक्छ, आइरन रड हुनसक्छ। त्यसमा चाहिँ हामीले फाइल्सहरूलाई चाहिँ मजाले पन्चिङ गरेर चाहिँ भित्र लगेर राख्ने त्यो गर्न सक्यो। अथवा फाइल्सहरूले यसरी होल्डरहरू बनाएर चाहिँ त्यो होल्डरमा चाहिँ भनौँ न फाइल्सहरूलाई राख्न सक्यो। यसरी वायरहरू युज गरेर गर्ने फाइलिङ वायर फाइलिङ। ओके, सो नेक्स्ट वान इज पिजन होल फाइलिङ। पिजन होल फाइलिङ भनेको के हो? पिजनलाई राख्नको लागि जुन चाहिँ हामीले पिजनको सेल्टर बनाउँछौँ होइन, त्यो पिजनको लागि ऱ्याक बनाउँछौँ, त्यस्तै डिजाइनमा चाहिँ ऱ्याक्सहरू बनाइन्छ पिजन होलमा। र हरेक ऱ्याकहरूमा चाहिँ फाइलहरूको नेचर अकर्डिङ, उनीहरूको डेट अकर्डिङ चाहिँ त्यो ऱ्याक चाहिँ, त्यो स्पेस चाहिँ, प्रपर स्पेस चाहिँ उनीहरूलाई प्रोभाइड गरिन्छ, जस अन्तर्गत चाहिँ पिजन होल फाइलिङ पर्छ। सो यसरी हामीले पिजन होल फाइलिङ गर्छौँ। सो नेक्स्ट वान छ बन्डल फाइल। हेर्नुहोस् त, फाइलको कस्तो ठुलो बन्डल छ हो, रास छ, थुप्रो छ। यो बन्डल बनाएर त्यो बन्डललाई एउटा नाम दिने होइन, र त्यो बन्डल बनाइसकेपछि अब त्यसलाई दराजमा राख्ने हो कि एउटा ओपन स्पेसमा राख्ने हो कि कसरी राख्ने त? सो त्यो फाइलिङलाई हामी बन्डल फाइलिङ भनेर भन्छौँ, जसमा चाहिँ फाइल्सहरूको चाहिँ बन्डल बन्छ, एक अर्कामा पाइल गएर चाहिँ बन्डल बनिन्छ है। सो मिसल फाइलिङ अथवा केस फाइलिङ भनेको पनि बन्डल फाइलिङसँग सिमिलर हो, तर यसको फरक चाहिँ के हो भनेदेखि साथीहरू, सो मिसल फाइलिङ अथवा केस फाइलिङमा के गरिन्छ भन्दाखेरि फाइल्सहरूलाई चाहिँ यसरी नै बन्डल बनाइन्छ। अनि यसलाई चाहिँ केले ऱ्याप गरिन्छ त?
कपडाले ऱ्याप गरिन्छ है। कपडाले चाहिँ यसलाई मजाले पोको बानेर चाहिँ यसलाई एउटा मिसिल नम्बर दिन्छ है। त्यो मिसिल नम्बरको आधारमा चाहिँ अब फाइल्सहरू चाहिँ खोजिन्छ। सो यसरी इनिसियल फाइलिङ र केस फाइलिङ चाहिँ बन्डल फाइलिङ भन्दा अलिकति डिफ्रेन्ट छ। बन्डल फाइलिङमा यो पन्चिङ नगरेको पनि हुनसक्छ, यसलाई रोप्ने टाई पनि गरेको हुनसक्छ अथवा नगरेको पनि हुनसक्छ, तर मिसिन अथवा केस फाइलिङमा चाहिँ गरिन्छ। नेक्स्ट वान इज बक्स फाइलिङ। बक्सहरूमा फाइल्सहरूलाई भर्टिकल्ली अथवा होरिजन्टली हामीले राख्छौँ भने सो द्याट इज कल्ड बक्स फाइलिङ है। बक्स भित्र राखिन्छ भने द्याट इज कल्ड बक्स फाइलिङ। सिम्पल छ है त। यो ट्रेडिसनल फाइलिङ सिस्टम भयो। अब हामी जाउँ मोडर्न फाइलिङ सिस्टममा। सो मोडर्न फाइलिङ सिस्टम अन्तर्गत सुरुमा छ ओपन सेल्फ फाइलिङ। सेल्फ भनेको तराजु, जुन चाहिँ तपाईँहरूले यहाँ पिक्चर देखिराख्नु भएको छ, पिजन हुनुको जस्तो देखिराख्नु भएको होला है। सो सिमिलरली त्यस्तो पनि हुनसक्छ, अथवा यसरी ठुल्ठुलो साइजको चाहिँ फर्निचर्सहरू बनाइन्छ है। यसरी फर्निचर्सहरूमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि फाइल्सलाई चाहिँ भर्टिकल पोजिसनमा है, भर्टिकल भनेको स्ट्यान्डिङ पोजिसनमा अथवा होरिजन्टल पोजिसनमा, यसरी स्लिपिङ पोजिसनमा पनि राख्न सक्छौँ। सो यसरी फाइल्सहरूलाई हामीले चाहिँ सेल्फमा हाम्रो राख्छौँ भने सो द्याट इज कल्ड ओपन सेल्फ फाइलिङ। सो यसको दुईवटा टाइप छ, मैले भनिसकेँ हजुरहरूलाई, भर्टिकल फाइलिङ र होरिजन्टल फाइलिङ। सो भर्टिकल फाइलिङ भनेको सिधा स्ट्यान्डिङ पोजिसन है। यसरी राख्दाखेरि चाहिँ यसले धेरै स्पेस अकुपाई गर्छ, तर हामीले के गर्न सक्छौँ, यसको नामहरू चाहिँ इजिली पढ्न सक्छौँ यो फाइल नेम है। तर भर्टिकल फाइलिङ सिस्टमको चाहिँ एउटा बेफाइदा के भन्दाखेरि यसको नाम पढ्न अलिक गाह्रो हुन्छ, किनभने पाइलअप गरिएको हुन्छ। अनि यसको फाइदा के भन्दा भर्टिकल फाइलिङ सिस्टमको चाहिँ थोरै स्पेसमा हामीले धेरै फाइलहरूलाई चाहिँ स्टोर गरेर राख्न मिल्छ। अर्को छ सस्पेन्सन फाइलिङ। सस्पेन्सन फाइलिङमा हेर्नुहोस् त, रडहरू युज गरिन्छ, रोपहरू युज गरिन्छ र फाइललाई चाहिँ सस्पेन्डिङ पोजिसनमा राखिन्छ, झुन्डाएर राखिन्छ। इट इज कल्ड सस्पेन्सन फाइलिङ। ल्याटरल फाइलिङ भनेको तपाईँले जुन चाहिँ यो पिक्चरमा देखिराख्नु भएको छ, सो यो पिक्चरमा एउटा दराज छ, दराजमा एउटा ड्रवर छ, त्यो ड्रवरलाई हामीले सेट तानेपछि, यसरी तानेपछि त्यहाँभित्र फाइल्सहरूलाई चाहिँ एरेन्ज गरेर राखेको हुन्छ है। थोरै स्पेस छ भने चाहिँ ल्याटरल फाइलिङ सिस्टम हाम्रो लागि एकदम बेस्ट हुनसक्छ। कुनै रुममा एकदम टाइट स्पेस हुनसक्छ होइन, त्यहाँपट्टि दराज भनेर छुट्टै दराज राखिराख्नु पर्ने होइन, त्यहाँपट्टि हिँड्न डुल्न अप्ठ्यारो ठाउँ छ भने ल्याटरल फाइलिङ सिस्टम चाहिँ ट्याक्क हामीले खोल्न मिल्यो, फाइल्सहरू राख्न मिल्यो, नचाहेको बेला स्याट्ट बन्द गर्न मिल्यो। सो दिस इज कल्ड ल्याटरल फाइलिङ सिस्टम। र इलेक्ट्रोनिक फाइलिङ सिस्टम भनेको चाहिँ तपाईँहरूको विभिन्न सफ्टवेयरहरू युज गरेर हामीले हाम्रो फाइल्सहरूलाई चाहिँ कम्प्युटरमा अथवा सफ्टवेयरमा राख्छौँ भने सो द्याट इज कल्ड इलेक्ट्रोनिक फाइलिङ। यसको कुरा चाहिँ हामी पछि पनि गर्छौँ है त। सो अब हामीले यो दुईटा सिस्टम अफ फाइलिङ पढिसकेपछि अब पालो छ मेथड्स अफ फाइलिङको। सो हामीले अघि सिस्टम अफ फाइलिङ हेरौँ, अब मेथड अफ फाइलिङ हेर्छौँ। सो मेथड अफ फाइलिङ भनेको चाहिँ के हो भनेदेखि फाइल्सहरू त हामीले एरेन्ज गऱ्यौँ, ओके। सो के को बेसिसमा एरेन्ज गऱ्यौँ, नामको बेसिसमा एरेन्ज गऱ्यौँ कि नम्बरको बेसिसमा एरेन्ज गऱ्यौँ कि होइन। सो यसलाई चाहिँ हामीले भन्छौँ मेथड्स अफ फाइलिङ। अघि चाहिँ कहाँ फाइलिङ राख्ने भन्ने कुरा थियो, अब हामी मेथड्स अफ फाइलिङ हेर्छौँ ल। ओके, लेट्स स्टार्ट। सो सुरुमा छ अल्फाबेटिकल फाइलिङ सिस्टम। अल्फाबेटिकल फाइलिङ सिस्टम भनेको फाइलको नेमको अल्फाबेटमा बेस भएर हामीले फाइल्सलाई के गर्छौँ भनेदेखि हामीले फाइल्सलाई चाहिँ एरेन्ज गर्छौँ भने द्याट इज कल्ड अल्फाबेटिकल फाइलिङ सिस्टम। जस्तै मेरो नाम विमल राई हो भने अब मेरो अल्फाबेटिकली एरेन्ज हुने बेला के हो त, मेरो बीबाट आउने वर्ड छ, बीबाट आउने लेटर छ। सो बीबाट आउने लेटर भनेको ए र सी को बिचमा आउनुभयो। सो यसरी अल्फाबेट्सको नेमको अल्फाबेट्सको आधारमा जुन चाहिँ फाइलिङ हामी गर्छौँ त्यसलाई हामी अल्फाबेटिकल फाइलिङ सिस्टम भन्छौँ। अब यसका पनि थुप्रै एडभान्टेजेस र डिसएडभान्टेजहरू छन् ल है त। सबैभन्दा फर्स्टमा चाहिँ सिम्पल। अल्फाबेटिकल फाइलिङ मेथड भनेको एकदम सिम्पल मेथड हो, जसले पनि यसलाई इजिली अन्डरस्ट्यान्ड गर्न सक्छ। इकोनोमिकल, यो सस्तो खालको हुन्छ, यो सस्तो फाइलिङ सिस्टम हो, किनभने यसमा छुट्टै इन्डेक्स कार्ड लाग्दैन, छुट्टै गाइड कार्ड लाग्दैन, जसले गर्दा हाम्रो कस्ट पनि यसले सेभिङ गर्छ। र अर्को सुइटेबल, यो त्यस्तो खालको अर्गनाइजेसनको लागि सुइटेबल हुन्छ जहाँपट्टि चाहिँ लिमिटेड नम्बर अफ फाइल्स छ है, त्यसको लागि चाहिँ अल्फाबेटिकल फाइलिङ सिस्टम एकदमै सुइटेबल हुन्छ। नेक्स्ट वान फ्लेक्सिबल। हामीलाई चाहेको फाइल्सहरू निकाल्न सक्यौँ र चाहेको फाइल्सहरू राख्न सक्यौँ है, त्यसलाई चाहिँ हामी फ्लेक्सिबल भन्छौँ। सो फ्लेक्सिबल पनि छ यो मेथड। अनि अर्को एप्रोप्रिएट फर नेम्स। यो फाइलिङ सिस्टम भनेको त्यस्तो अर्गनाइजेसन जहाँपट्टि नम्बर भन्दा नेम्स धेरै इम्पोर्टेन्ट छ, त्यहाँपट्टि धेरै काम लाग्छ। अब यसको डिसएडभान्टेजेसहरू, नो सिक्रेसी। फाइलको नेम हुने भएको कारणले यसले कुनै सिक्रेसी मेन्टेन गर्दैन। यो यस्तो अर्गनाइजेसन जहाँपट्टि लार्ज नम्बर अफ फाइल हुन्छ, धेरै नम्बर अफ फाइल हुन्छ, त्यसको लागि अनसुटेबल हुनसक्छ। नेक्स्ट वान, इट इज नट अप्रोप्रिएट फर नम्बर्स। त्यस्तो खालको फाइल्स, त्यस्तो खालको अर्गनाइजेसन जसमा फाइल्सको नाम भन्दा पनि यसको नम्बर धेरै इम्पोर्टेन्ट छ, त्यसको लागि यो अप्रोप्रिएट छैन। अनि डिफिकल्टी फर द सेम नेम्स। यदि एउटै नेम दुईटा अथवा दुईजना भन्दा धेरै मान्छेको आयो भने त्यो अवस्थामा
अलिकति गाह्रो हुन्छ यो अल्फाबेटिकल फाइलिङ सिस्टम मेथड है त। सो नेक्स्ट वान छ न्युमेरिकल फाइलिङ सिस्टम। न्युमेरिकल फाइलिङ सिस्टममा के हुन्छ भन्दाखेरि हरेक फाइल्सहरूलाई चाहिँ एउटा एउटा युनिक नम्बर दिइन्छ, नम्बर असाइन गरिन्छ, त्यही नम्बरको बेसिसमा हामीले फाइल्सहरूलाई एड अप गर्दै जाने हो। सो द्याट इज कल्ड न्युमेरिकल फाइलिङ सिस्टम। न्युमेरिकल फाइलिङ सिस्टममा अनलिमिटेड फाइल्स हामीले स्टोर गरेर राख्न सक्छौँ, किनभने नम्बर्स चाहिँ अनलिमिटेड छ, त्यही भएर फाइल्स चाहिँ हामीले अनलिमिटेड राख्न सक्छौँ। ल यसको एडभान्टेजेसहरू सबैभन्दा फर्स्टमा चाहिँ सिम्पल, यो सिम्पलै छ, नम्बरको बेसिसमा राख्ने भएको कारणले यो सिम्पल छ। सेक्रेसी, नम्बर हुन्छ नाम हुँदैन, अब नम्बर जसलाई जुन पनि दिन सकिन्छ, त्यही भएर यसले सेक्रेसी पनि मेन्टेन गर्ने भयो। फ्लेक्सिबल, हामीले जति पनि फाइल्सहरू चाहिँ हामीले एड अप गर्न सक्छौँ, पछाडिपट्टि एड गर्न सक्छौँ, जस कारणले गर्दाखेरि यो फ्लेक्सिबल मेथड पनि हो। अप्रोप्रिएट फर नम्बर्स, यो यस्तो अर्गनाइजको लागि अप्रोप्रिएट हुन्छ जहाँ पनि नम्बर्स धेरै इम्पोर्टेन्ट हुन्छ। क्विक लोकेसन विथ द हेल्प अफ इन्डेक्स एन्ड गाइड कार्ड है, गाइड कार्ड अथवा इन्डेक्स कार्डको प्रयोग गरेर हामीले फाइल्सहरूलाई चाहिँ इजिली लोकेट गर्न सक्छौँ। डिसएडभान्टेजतिर जाउँ, नट अप्रोप्रिएट फर नेम्स, यो बुझ्नुहुन्छ। टाइम कन्ज्युमिङ, फाइल धेरै भएपछि फाइल खोज्न पनि टाइम लाग्छ। अल्दो वी हेभ गट गाइड कार्ड एन्ड इन्डेक्स कार्ड, सो त्यो फाइल्स खोज्नलाई चाहिँ अलिकति टाइम लाग्न सक्छ। नेक्स्ट वान, इट इज एक्सपेन्सिभ मेथड, अघि नै हामीले कुरा गरिसकेका छौँ। गाइड कार्ड युज हुन्छ, इन्डेक्स कार्ड युज हुन्छ। कम्पेरिटिभली अरू फाइलिङ मेथड भन्दा यो फाइलिङ सिस्टम चाहिँ अलिकति धेरै के हुन्छ त एक्सपेन्सिभ भइदिन जान्छ त्यसरी। डिफिकल्ट टु अन्डरस्ट्यान्ड, अब गाइड कार्ड र इन्डेक्स कार्ड युज गर्न बित्तिकै के हुने भयो त अलिकति सिस्टमेटिक जाने भयो होइन, अलिकति चाहिँ यो चाहिँ अलिकति डिफ्रेन्ट जाने भयो, टेक्निकल हुने भयो है, जुन चाहिँ नयाँ मान्छेको लागि जसले यो फाइलिङ सिस्टम फर्स्टमा एक्सपिरियन्स गर्दैछ उसको लागि चाहिँ यो अलिकति डिफिकल्ट हुनसक्छ। एन्ड नट सुटेबल फर स्मल अर्गनाइजेसन, स्मल अर्गनाइजेसनको लागि न्युमेरिकल भन्दा फाइलिङ सिस्टम चाहिँ एकदमै युजफुल हुन्छ, किनभने सानो अर्गनाइजेसनमा फाइल नम्बर पनि लिमिटेड हुन्छ र त्यसमा थोरै नम्बर अफ फाइलमा अब गाइड कार्ड इन्डेक्स कार्ड युज गरिराख्नुभन्दा अलिकति के भन्छ बरु अल्फाबेटिकल फाइलिङ सिस्टम नै त्यसको कम्पेरिजनमा चाहिँ राम्रो हुन्छ। सो त्यही भएर यो स्मल अर्गनाइजेसनको लागि सुइटेबल हुँदैन। ओके, न्युमेरिकल फाइलिङ सिस्टम पछि अब अर्को फाइलिङ सिस्टम छ सब्जेक्ट वाइज फाइलिङ सिस्टम। सब्जेक्ट भनेको के हो, विषय। ओके, कुनै पनि अर्गनाइजेसनमा चाहिँ हामीले डिफ्रेन्ट सब्जेक्ट वाइज चाहिँ फाइलहरूलाई अलोकेट गर्न सक्छौँ, फाइल्सहरूलाई अरेन्ज गरेर फाइलिङ गर्न सक्छौँ है त। त्यो सब्जेक्ट बेसिस स्कुलमा पनि हुन्छ, कुनै एउटा अर्गनाइजेसनमा पनि हुन्छ। हो, यही सब्जेक्टको बेसिसमा हामीले फाइल्सहरूलाई छुटाउँछौँ भने द्याट इज कल्ड सब्जेक्ट वाइज फाइलिङ मेथड है। स्कुलको सब्जेक्टहरू त तपाईँलाई थाहा छ। अब एउटा बिजनेस अर्गनाइजेसन छ भने उसको बिजनेस अर्गनाइजेसनले कसरी सब्जेक्ट वाइज गर्न सक्छ त भन्दाखेरि मार्केटिङको उसको छुट्टै फाइल होला, कस्टमरको छुट्टै फाइल होला, राइट, अनि गभर्मेन्टको लागि छुट्टै फाइल होला, लिगल फाइल होला उसको होइन, यतापट्टि आएर चाहिँ उसको फाइनेन्सियल फाइलहरू होला। यसरी चाहिँ उसको सब्जेक्ट वाइज चाहिँ उसले फाइलिङ गर्न सक्छ। सो यसको पनि एडभान्टेजेस र डिसएडभान्टेजेसहरू सिम्पल छ, इज टु अन्डरस्ट्यान्ड। क्विक लोकेसन, लिमिटेड नम्बर अफ फाइल्स हामीले इजिली भेटाउन सक्छौँ। फ्लेक्सिबल, चाहेको अवस्थामा हामीले सब्जेक्टलाई एड पनि गर्न सक्छौँ, घटाउन पनि सक्छौँ, फ्लेक्सिबल हुन्छ। अप्रोप्रिएट फर सब्जेक्ट, त्यस्तो अर्गनाइजेसन जहाँपट्टि सब्जेक्ट धेरै इम्पोर्टेन्ट हुन्छ त्यसको लागि धेरै नै इम्पोर्टेन्ट हुन्छ। अब यसको डिसएडभान्टेजेसतिर हेरौँ, एक्सपेन्सिभ है, अब थोरै लिमिटेड फाइल भए तापनि त्यो फाइलहरू चाहिँ अर्गनाइजेसनको लागि इम्पोर्टेन्ट हुन जान्छ है। सब्जेक्ट वाइज फाइलिङ मेथड भनेको चाहिँ जेनरली चल्ने अफिसेसहरूले गर्दैन, यो एकदम राम्रै खालको अफिसेसहरूले गर्छ होइन, जसको चाहिँ क्यापिटल धेरै हुन्छ, इन्भेस्टमेन्ट धेरै हुन्छ। त्यही भएर यो मेथड चाहिँ अलिकति एक्सपेन्सिभ भइदिन्छ, किनभने चाहिँ उसले युज गर्ने फर्निचर्सहरू, उसले युज गर्ने ड्रर्स क्याबिनेट्सहरू चाहिँ त्यही अनुसारको राखेको हुन्छ होइन। सो त्यही भएको कारणले गर्दाखेरि यो अलिकति एक्सपेन्सिभ चाहिँ केही हदसम्म हुन्छ। अनि डिफिकल्ट टु फाइल, कहिलेकाहीँ के हुन्छ भन्दाखेरि एउटै सब्जेक्ट म्याटर चाहिँ दुईवटा सब्जेक्ट म्याटरसँग जुझिदिन्छ। एउटै फाइल चाहिँ दुईवटा अथवा दुईवटाभन्दा धेरै सब्जेक्ट म्याटरसँग जुझिसके पछाडि त्यो फाइलिङ चाहिँ कहाँ राख्नु भन्ने कुरा चाहिँ अलिकति डिफिकल्ट भइदिन सक्छ। ओके, फाइल नेम भएको कारणले गर्दाखेरि कुनै पनि सेक्रेसी मेन्टेन गर्दैन, देयर इज नो सेक्रेसी। डिफिकल्ट टु क्लासिफाई, हामीले डिफिकल्ट टु फाइल भने जस्तो यो डिफिकल्ट टु क्लासिफाई पनि त्यही नै हो है। एउटै नम्बर, एउटै फाइल चाहिँ एउटाभन्दा धेरै सब्जेक्टमा चाहिँ जान सक्छ, त्यो अवस्थामा क्लासिफाई गर्न पनि गाह्रो हुन्छ र फाइलिङ गर्न पनि गाह्रो हुन्छ। सो आफ्नो सब्जेक्ट वाइज फाइलिङ मेथड वी हेभ जियोग्राफिकल फाइलिङ मेथड। जियोग्राफिकल फाइलिङ मेथड अथवा सिस्टम भनेको यस्तो खालको फाइलिङ सिस्टम हो जसमा चाहिँ फाइल्सहरूलाई जियोग्राफिकल लोकेसनको बेसिसमा चाहिँ के गरिन्छ त छुट्याएर राखिन्छ। डिस्ट्रिक्टको आधारमा हुनसक्छ, जिल्लाको आधारमा हुनसक्छ, कन्ट्रीको आधारमा हुनसक्छ, कन्ट्रीभित्र भनौँ न जिल्लाभित्र भएको उसको वडापालिकाको आधारमा हुनसक्छ होइन, अथवा भनौँ न सिटिजको आधारमा हुनसक्छ। ठुल्ठुलो मल्टिनेसनल कम्पनीहरूले, नेसनल कम्पनीहरूले चाहिँ आफ्नो फाइल्सहरूलाई चाहिँ यसरी नै जियोग्राफिकल लोकेसनको बेसिसमा चाहिँ छुट्याएको हामी पाउँछौँ है त। सो यसलाई नै हामी जियोग्राफिकल फाइलिङ सिस्टम भनेर भन्छौँ। एडभान्टेजेस सिम्पल छ, जियोग्राफिकल लोकेसन थाहा हुन्छ, त्यसको बेसिसमा गर्ने भएको कारणले सिम्पल छ। सुटेबल, यो त्यस्तो अर्गनाइजको लागि सुटेबल छ जसमा जियोग्राफिकल लोकेसन इज इम्पोर्टेन्ट है त।
अर्को छ इजी टु लोकेट, फाइल नम्बर लिमिटेड हुन्छ, इजी टु लोकेट, एकै चाँडो हामीले भेटाउन सक्छौँ। फ्लेक्सिबल, चाहेको केसमा एड गर्ने अनि नचाहेको केसमा त्यसलाई निकाल्न पनि सक्छौँ। डिसएडभान्टेजेसहरू एक्सपेन्सिभ हुन्छ, जस्ट लाइक सब्जेक्ट वाइज फाइलिङ मेथड, जियोग्राफिकल फाइलिङ मेथड गर्नलाई पनि इक्विपमेन्टहरू चाहिँ स्पेसल टाइपको युज हुन्छ, जस कारणले गर्दाखेरि यो एक्सपेन्सिभ हुनसक्छ। ओके, नेक्स्ट वान इज ल्याक अफ सेक्रेसी, फाइल नेम अगाडि नै लेखेको हुन्छ, जस कारणले गर्दाखेरि यसले सेक्रेसी मेन्टेन गर्दैन। डिफिकल्ट टु क्लासिफाई, अब कुनै कुनै अवस्थामा यो डिफिकल्ट टु कुनै एउटा फाइल चाहिँ एउटा पर्टिकुलर लोकेसन भन्दा पनि त्यो धेरैवटा लोकेसनसँग रिलेट गर्न सक्छ, त्यो अवस्थामा फाइल्सहरूलाई हामीले क्लासिफाई गर्न अलिक गाह्रो हुनसक्छ। टाइम कन्ज्युमिङ, ओके, यो टाइम टेकी हुनसक्छ है, किनभने अब सो टाइम कन्ज्युमिङ चाहिँ कसरी हुनसक्छ जियोग्राफिकल फाइलिङ सिस्टम भनेदेखि, अब धेरैवटा जियोग्राफिकल लोकेसन छ भनेदेखि त्यो अवस्थामा के हुन्छ त धेरै फाइल्स भइसकेपछि फाइल्सहरू खोज्न गाह्रो हुनसक्छ हामीलाई होइन। अथवा भनौँ एउटा डिस्ट्रिक्टभित्र धेरैवटा वडाहरू छ अरे, त्यो वडामा भनौँ न एउटा डिस्ट्रिक्टभित्र त वडा त अफकोर्स धेरै नै भइहाल्छ, 9, 10, 11वटा हुनसक्छ। त्यसरी हामीले धेरै सब फोल्डर बनाएको छौँ भने त्यो अवस्थामा के हुनसक्छ भन्दाखेरि फाइल्सहरू खोज्न चाहिँ अलिकति टाइम लाग्न सक्छ है त। ओके, अब त्यसपछि छ इलेक्ट्रोनिक फाइलिङ सिस्टम। सो इलेक्ट्रोनिक फाइलिङ सिस्टम भनेको यस्तो खालको फाइलिङ सिस्टम जसमा चाहिँ हामीले इन्टरनेटको थ्रुबाट, कम्प्युटिङ डिभाइसको थ्रुबाट र सफ्टवेयर्सहरूको थ्रुबाट चाहिँ फाइलिङ्सहरूलाई चाहिँ के गर्न सक्छौँ त, के गर्छौँ त हामीले अरेन्ज गरेर राख्छौँ। ओके, सो यो इलेक्ट्रोनिक फाइलिङ सिस्टम भनेको कस्ट इफेक्टिभ पनि छ है, अनि यो इफिसियन्ट पनि छ। ओके, जस कारणले गर्दाखेरि इलेक्ट्रोनिक फाइलिङ सिस्टमको युजर्सहरू चाहिँ अहिलेको समयमा आएर धेरै नै छ है त। सो अब हेरौँ यसको एडभान्टेजेस, फाइदाहरू हेरौँ। इफिसियन्सी, कामलाई इफिसियन्ट बनाइन्छ, मिस्टेक्सहरू कम हुन्छ, फाइल खोज्न हामीलाई टाइम लाग्दैन। मल्टिपल युजर्स एन्ड कोलाबोरेसन, एकैचोटि एकजना भन्दा धेरैजना मान्छेसँग त्यसको त्यो सफ्टवेयरको चाहिँ युजर नेम र पासवर्ड छ भने सो दे क्यान युज बाई बिङ एट डिफ्रेन्ट प्लेस एट अ सिंगल टाइम है। स्पेस सेभिङ त अफकोर्स गर्छ। एउटा मोबाइल फोन एउटा डिभाइसमा हामीले धेरै कुराहरू अटाउनु हुन्छ। सुटेबल, यो यस्तो खालको अर्गनाइजको लागि सुटेबल हुन्छ जहाँपट्टि स्पेसहरू लिमिटेड हुनसक्छ होइन, त्यसको लागि सुटेबल हुनसक्छ। फ्लेक्सिबल, चाहेको खण्डमा हामीले फाइल्सहरूलाई डिलिट गर्न सक्छौँ, फाइल्सहरूलाई अपलोड गर्न सक्छौँ, राख्न सक्छौँ, यो हाम्रै मर्जीले गर्न सक्छौँ। हाई स्टोरेज क्यापेसिटी, अफकोर्स फाइल त हामीले यसमा धेरै नै स्टोर गर्न सक्छ। अनलिमिटेड चाहिँ नभनौँ, तर कम्पेयर टु अदर फाइलिङ सिस्टम यसमा चाहिँ उनीहरूको कम्पेरिजनमा नम्बर अफ टाइम्स चाहिँ हामीले फाइल्सहरू चाहिँ स्टोर गर्न सक्छौँ। डिसएडभान्टेज, एक्सपेन्सिभ फर सेटअप, सुरुमा सेटअप कस्ट यसको महँगो हुन्छ है, कम्प्युटर किन्नलाई, सफ्टवेयर किन्नलाई, इन्टरनेट जोड्नलाई, सबै गर्नलाई चाहिँ इनिसियल कस्ट चाहिँ यसको अलिकति हाई पर्न सक्छ। अनि हाम्रो चाहिँ टेक्नोलोजीमा डिपेन्ड हुने डिपेन्डेन्सी चाहिँ बढ्न सक्छ है। सेक्युरिटी भनरेबिलिटी भनेको चाहिँ अब यस्तो खालको इन्टरनेटसँग एक्सपोज भइसके पछाडि ह्याक हुन सक्ने सम्भावना होइन, स्प्याम हुन सक्ने सम्भावना हुन्छ, जस कारणले गर्दाखेरि यो सेक्युरिटीको पोइन्ट अफ भ्यूबाट अलिकति चाहिँ कन्सिडरेबल, अलिकति चाहिँ कन्सर्न टाइपको चाहिँ छ होइन। नेक्स्ट वान इज टेक्निकल इस्यु, कहिलेकाहीँ एप्लिकेसन चल्दैन, कहिलेकाहीँ हाम्रो डिभाइस नै चल्दैन, कहिलेकाहीँ इन्टरनेट चल्दैन, त्यस्तो अवस्थामा यो फाइलिङ सिस्टम चाहिँ अलिकति काम गर्न गाह्रो हुन्छ। यो फाइलिङ सिस्टमसम्म यसको डिसएडभान्टेजेस चाहिँ यही नै हो। सो आफ्टर मेथड्स अफ फाइलिङ, अब अर्को पार्ट तपाईँहरूको लागि इम्पोर्टेन्ट, एक्जाम पोइन्ट अफ भ्यूबाट पनि इम्पोर्टेन्ट भनेको चाहिँ इन्डेक्सिङ हो। सो इन्डेक्सिङ भनेको के हो, विथ द हेल्प अफ सम काइन्ड अफ स्पेसल इन्डिकेसन, ओके, इन्डिकेसन केही युज गरेर फाइल्सहरूलाई इजिली लोकेट गराउन सक्ने जुन चाहिँ सिस्टमहरू, जुन चाहिँ टेक्निक्सहरू फाइलिङ सिस्टममा युज हुन्छ त्यसलाई नै हामी इन्डेक्सिङ भन्छौँ है। इन्डेक्सिङमा के हुन्छ, इन्डिकेटिभ लिस्ट युज हुनसक्छ, इन्डिकेटिभ कार्ड युज हुनसक्छ, गाइड कार्ड्सहरू हुनसक्छ। सपोज तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, हेर्नुहोस् न, रिलिजन, फिल्ड, रिलिजन होइन, सो ग्लोबल फ्याक्ट्स भनेर यहाँ जुन चाहिँ लेखेको छ, अनि GIKL भनेर लेखेको छ। यसको मद्दतले हामीले के बुझ्छौँ भन्दाखेरि, ओके सो यता चाहिँ रिलिजनको फाइल रहेछ, ओके यता चाहिँ ग्लोबल फ्याक्ट्सहरू रहेछ, ओके सो यता चाहिँ के रहेछ भन्दाखेरि आईबाट स्टार्ट हुने नेम, आईबाट स्टार्ट हुने फाइल नेम छ रहेछ, यता चाहिँ के रहेछ, के भन्ने फाइल नेम रहेछ भन्ने कुरा हामीलाई थाहा हुन्छ। यसरी इन्डेक्सिङको हेल्पले चाहिँ हामीले फाइल्सलाई इजिली लोकेट गर्न सक्छौँ। ओके, अब यसको इम्पोर्टेन्सहरू तपाईँहरूले बुझि नै सक्नुभएको छ, फाइल्सलाई इजिली लोकेट गर्न सक्छौँ होइन। यसको मद्दतले फाइलिङ सिस्टम कम्प्लिट पनि हुन्छ होइन। इन्डेक्सिङले फाइलिङ सिस्टमलाई स्पेसलाइज पनि गराउँछ है त। इन्डेक्सिङको प्रयोगले हाम्रो इफिसियन्सी पनि बढ्न सक्छ। यसका न्युमेरस इम्पोर्टेन्स र एडभान्टेजेसहरू छन् है त। यो पोइन्ट्सहरू धेरै सजिलै नै छ। ओके, अब यसपछि हामीले तपाईँहरूलाई आज बोनसको रूपमा यो च्याप्टरबाट आउने इम्पोर्टेन्ट क्वेसन्सहरूको लिस्ट बनाइरहेका छौँ है। फर्स्ट पार्ट र सेकेन्ड पार्टको कम्बाइन गरेर हामीले यसरी लिस्ट बनाएर दिएका छौँ तपाईँहरूलाई। सो यो हेर्नु होला र एक्जाम
आउँदैछ, तपाईँहरूसँग टाइम लिमिटेड छ भने सुरुमा यो क्वेसन्सहरूलाई तपाईँहरूले के गर्नु होला भन्दाखेरि प्रायोरिटीमा राखेर चल्नु होला। भिडियोलाई पज गराएर क्वेसन के रहेछ एकचोटि हेर्नु होला है। यो 3वटा क्वेसन चाहिँ सुपर इम्पोर्टेन्ट 5 मार्क्सको लागि। त्यसपछि अप्सनमा आउने जुन चाहिँ मैले तपाईँहरूलाई सुरुमा भनेको थिएँ नि, जुन चाहिँ न्युमेरिकलसँग जुन चाहिँ आउँछ भनेको थिएँ नि चुज क्वेसन्स है, त्यो अप्सनल क्वेसन्सहरूमा चाहिँ यो क्वेसन्सहरू इम्पोर्टेन्ट छ। अल्फाबेटिकल फाइलिङ मेथड, त्यसको एडभान्टेज डिसएडभान्टेज, न्युमेरिकल फाइलिङ मेथड, त्यसको एडभान्टेज डिसएडभान्टेज। अब यसमा तपाईँलाई थर्ड पोइन्ट तपाईँहरूले भन्नुहुन्छ भने इन्डेक्सिङ र यसको इम्पोर्टेन्स तपाईँहरूको लागि इम्पोर्टेन्ट हुन्छ है त। र यो 3वटा क्वेसन्सलाई चाहिँ तपाईँहरूले प्रायोरिटीमै राखेर चल्नु होला। मोस्ट प्रोबेबली यो 3वटा क्वेसन्सबाट नै हाम्रो एससीमा क्वेसन सोध्छ होला है। अब यति भन्दै चाहिँ हाम्रो च्याप्टर 1 को भिडियो यहीँपट्टि एन्ड हुन्छ, कन्क्लुड हामी यही गर्छौँ र अब हामी च्याप्टर 2 को पनि भिडियो चाँडै नै लिएर आउँछौँ। ओके, त्यतिखेरसम्मको लागि हाम्रो च्यानललाई फलो गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र धेरैभन्दा धेरै माया गरिदिनु होला। केही छ भने हामी तपाईँहरूको कमेन्ट कुरिरहन्छौँ, कमेन्टमा गरिदिनु होला। सो अन्टिल देन बाई बाई, हेभ अ नाइस डे, सी यू सुन।